सो वेलकम ब्याक टु न्यू ब्लग सबैजना सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै छु। सो आजको ब्लगमा आज चाहिँ हाम्रो स्कुलको वार्षिक उत्सव र फुड फेस्टिभल पनि सँगै भएको छ। सो आजको ब्लगमा त्यही ब्लग हुनेछ। स्कुल घुम्न लागिसकेको छु, हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो स्कुल हो। सो म चाहिँ अब हिँड्दै पुगिरहेको छु। यता यस्तो जङ्गल छ। सो गाइज हेर्न सक्नुहुन्छ पुरीले आफ्नो हाउसको सामानहरू रेडी गर्दैछन्। यता रेड हाउस, यता कुन हाउस हो थाहा छैन। यो चाहिँ येल्लो हाउस हो। यहाँ छ सब साथी अनि यहाँ छ लिस्ट कसले पैसा दिएको। सो यहाँ चाहिँ बनाउँदैछन्, हेर्न सक्नुहुन्छ। के तू पपकर्न बिक्छ किन? म त डर लागिरहेको भिजा घन्टा ढुक्क। हाम्रो स्कुल चाहिँ यही हो। टक्क पुरीले रेडी गर्दैछन् आफ्नो सामानहरू। नेता नेता कपी गर्ने मान्छेहरू। अनि यहाँ छन् हाम्रो सौगात हेलो भन्नु। हेलो यहाँ छ मने चुतिया टोली। यो मा चुतिया, यसलाई मैले पिट्दिनँ बेर लाउँदिनँ। यस्ता चुतियाहरू हाम्रो नेपालमा छन्, त्यही भएर हाम्रो नेपाल विकसित हुँदैन। मगर क्यों अर्को पार्ट देखाउन जाँदैछु म भाइ। यहाँ तल हेरौँ, यहाँ हाम्रो विशालको फ्याक्ट्रीमा चटपटे खानेलाई चटपटेको चमक भन्दै उना जान दे देंगे इसके लिए। क्या बात कर रहे हो आप? टक्क यहाँ चटपटेको खानी बनाइरहन् विशालले। यहाँ हामी चाहिँ झेउ लाएर बसिरहँ किन। ओके यता हेर्न सक्नुहुन्छ यस्तो पुरैले आफ्नो हाउसको बनाइरहन्। त्यहाँ चाहिँ हाम्रो हाउसको सर र म्याम हुन्छ। विष्णु म्याम, माधव सर अनि मानु म्याम। विष्णु म्याम चाहिँ एक्चुअली हाम्रो हाउसको चाहिँ होइन, त्यही पनि हेल्पर भनौँ न। हेल्प गर्न। सो गाइज यो चाहिँ हाम्रो क्लास चाहिँ हेर्नु सक्नुहुन्छ यस्तो क्लास। के गरिरहेको यो स्प्रे लुडो प्लेयर। हेलो भन्नु ब्लगमा एउटा च्यालेन्ज लिएको छन्। यो लगाएर पुरै स्कुलभित्र घुम्नुपर्छ। हेलो देख सक्नु होला। एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। ओ भाई मारो मुझे, मारो मुझे, मारो नहीं, ये मजाक हो रहा है। एक सेकंड। पुरै हेड लाएर कहाँ गएर पुरै राउन्ड लाएर तिङ्गल बिन्योस् आइज नि त। आइज विशाल ओए कुक विशाल के गराउँदियो? म यहाँ मासु गराउँदैछु नि। रोस्ट हान्दैन त यहाँ नाचिरा हाल्नु। हाम्रो क्लासको केटीहरू के हेरेको छ त्यसरी कसरी नाच्यो भने हेर्न सकिन्छ। ढङ्गै छैन। भाई हम तो शुरू होते ही खत्म हो गया यार। यहाँ बसेर फोटो खिच्छु यही बसै थम्बनेलको लागि। यता हेर न। पहले ही फैसला कर ले। ये 50 शेड्स ऑफ बकचोदी मुझे समझ में नहीं आ रही है। क्या चाहिए? क्या किस चीज की जरूरत है तुझे? कपाल रे कपाल। अहिले कष्ट भएर ल विशाल गर्नुपर्छ। यो ढकनु लाउ न। अनि चम्चा चाहिँ देऊ कि त। ल भाइ ल। आऊ ल ल
छ मिठो पानीपुरी चटपटे ल ल ल अहिले चाहिँ धनाधन बिक्री भइरहेको हेर्नु सक्नुहुन्छ एकदम हाम्रोमा मात्रै भिड छ अरूकोमा छैन त्यस्तो हाम्रोमा मात्रै धरो भिड छ खै छोड न चाहिँ लगाइस अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रोमा सबसे धेरै भिड छ अरू ठाउँमा त्यस्तो भिड चाहिँ मैले देख्न सक्दिनँ हाम्रो चाहिँ फेरि यहाँ चटपटेले गर्नु गरेछ ल ल दुईटा दारी भएको भ्लगमा अब मैले बादर सुट गरिसकेको छु दारी भएको भ्लगमा यहाँ कर्मचारी उत्सवको कामना गर्दछु अति देव लाग्यो बैच काटेछ कहिले बैच काटेछ
त्यो बिचमा नाच्न त आइगे रे सौगात के लिएर रन गरे सौगात के लिएर रन गरे छैला छै अन्त काली फेरि मरेको छ हेर्न सक्नुहुन्छ अहिले बनाएर भ्याइसी यता पुरीले भाडा यस्तो छ ठाउँ हजुरआमा नभने त मेरो नाति होस् र हजुरआमा भन्नाले हजुरआमा खोज्दिनु अब 500 दिनु पर्यो घटा आएर